क्याप्टेन कङ्ग्रेचुलेसन्स व्यक्तिगत रूपमा पनि 5 विकेट अल दोस्रो पटक प्लेयर अफ द म्याच पनि बन्नु भएको छ आज यो विनलाई चाहिँ कसरी हेर्नुहुन्छ कर्णाली विरुद्धको विनलाई हजुर थ्याङ्क यू सुरुमा अब विन भन्नु त्यही हो अब हाम्रो अब जुन हिसाबमा म्याथमेटिकल्ली भए पनि हामी टप सिक्सको लागि चान्सेस थियो हामीलाई त्यही भएर हामी त्यही नै सोचिरहेको थियौँ कसरी हुन्छ अब हामी कर्णालीसँग अब कम रनमा प्याक गरेर चेज गरेर हामी त्यो रन रेट पनि राम्रो बनाएर अब त्यो म्याथमेटिक हिसाबले भएको चान्सेस पनि किन आफूले गर्न सकिन्छ भनेको त्यो चिजलाई नजानी भन्ने सोचिरहेको थियौँ र त्यो चिजले गर्दाखेरि त्यो चिजमा जाँदाखेरि चाहिँ हाम्रो फेभरमा रिजल्ट पनि आयो त्यसको लागि खुसी छौँ। जस्तो तपाईँले टस जितेर बलिङ रोज्नु भएको थिएन एउटा रन रेटको हिसाबले पनि आज चाहिँ टस इम्पोर्टेन्ट फ्याक्टर थियो आफ्नै बलिङ त्यसपछि लगातार विकेट त्यो सुरुको 4-5 ओभरमै 5 विकेट आउँदा एक टाइम चाहिँ बाहिरबाट चाहिँ 10 विकेट पाउँछ कि जस्तो एउटा त्यो पर्मुटेसन पनि थियो त्यो प्लान चाहिँ के थियो सुरुदेखि नै लेफ्ट आर्म स्पिनर यो टुर्नामेन्ट भन्ने तपाईँहरूको लागि एकदम चलिरहेछ हजुर जुन हिसाबले अब हाम्रो टिम छ हामीले अब स्पिनरै अहिले हेभी साइडसम्म हामी जुन हिसाबले हाम्रो स्पिनरले अब माथि अब हामी काठमाडौँ खेल्दाखेरि पनि हामीलाई स्पिनरले नै एपिएफसँग जित्दाखेरि पनि स्पिनरले नै अब सबै विकेट लिएर हामीले त्यो कन्फिडेन्स दिएको थियो र अब माथिको काठमाडौँको विकेटमा त स्पिनरले दिएछ भने चाहिँ यहाँ त अझ स्पिनरलाई हेल्प पनि गरेर आएको थियो त्यही हिसाबले पनि अझ स्पिनरमाथि बढी बिलिभ थियो कि उनीहरूले गर्न सक्छन् भन्ने कुरा र त्यही हो अब मेन अब आज के थियो भन्दाखेरि विकेट पनि अलिक सफ्ट थियो आज जुन अब अलि दुईवटा घाँस भएको विकेट भन्दा अलि अर्को विकेटमा खेलाएको थियो विकेट अलिक सफ्ट थियो र सफ्ट विकेट हुँदाखेरि चाहिँ सुरुमा अलिक फिल भइरहेको थियो कि बल रोकिएर आउँछ जस्तो फिल भइरहेको थियो र बलिङ फाल्दाखेरि ठ्याक्क अब एक दुई बल फाल्दाखेरि नै थाहा भयो कि बल रोकिरहेछ भनेर त्यो हिसाबले गर्दाखेरि पनि स्पिनरले नै बढी च्यापेको हो र अनि त्यसपछि एउटा एन्डबाट स्पिनर विकेट गइराख्दाखेरि अब अर्को एन्डबाट पनि स्पिनर लगाऊँ भन्ने अब स्वाभाविक कुरा थियो र जुन हिसाबले अब एज अ टिम हामी सबैले बोलिङ गऱ्यौँ एकदमै राम्रो गऱ्यौँ। गण्डकी प्रदेश हामी हेर्दा जुन एउटा विकासक्रम हाम्रो पिएम कपको फर्स्ट एडिसनदेखि अहिले आउँदाखेरि चाहिँ अब तपाईँहरू टप 6 सूर्य ट्रफी खेल्ने दावेदार हुनुभएको छैन यो ग्रोथलाई चाहिँ कसरी हुन्छ तपाईँ त सुरुवातदेखि नै त्यो टिममा हुनुहुन्छ। हजुर मेन त्यही हो अब जति अब म्याचेस हुन्छ त्यति नै टिम ग्रो हुने हो अब हामी त्यतिलाई एज अ टिम ग्रो हुने फेजमा थियौँ अब त्यसपछि बिस्तारै अब हामी खेल्दै गयौँ अनि त्यो अब कतिले त्यो एक्सपिरियन्स गेन गर्दै गयौँ बिचमा अब प्लस पनि हामीलाई के भइदियो भने त्यतिखेर हामी जो खेल्थ्यौँ तिनीहरू एकदमै यङ थिए अब जस्तै अब अर्जुन सुभाष डुम्रे यिनीहरू त्यतिलाई यङ थिए यङ हुने बेला उनीहरू अब त्यसपछि उनीहरू त्यो पिएम कपको एक्सपिरियन्सले गर्दा उनीहरू अन्डर 19 वर्ल्ड कप खेल्न पुग्यो त्यो वर्ल्ड कपको अन्डर 19 वर्ल्ड कप खेलेको एक्सपिरियन्स त्यो टिममा थपियो अनि त्यसपछि फेरि अर्को सेकेन्ड लडको अब उमा वर्ल्ड कप क्वालिफाईमा अब अपराजित सिब्रिन बन्स यिनीहरू फेरि अर्को लडको फेरि 19 खेलेर आयो र त्यो अब एटलिस्ट अन्डर 19 नेपालबाट खेलेपछि त्यो एक्सपिरियन्स भएपछि अलिक कन्फिडेन्ट पनि हुन्छ उनीहरूमा र त्यो कन्फिडेन्स उनीहरूले आज राम्रोसँग देखाइरहेछ अब अर्जुनले हेर्नु जुन हिसाबले पर्फर्म गरिरहेछ लास्ट टाइम पनि अब हाम्रो लागि उही हाइएस्ट रन स्कोरर थियो अहिले पनि अब हाम्रो लागि पनि प्लस टुर्नामेन्टकै हाइएस्ट रन स्कोरर छ त्यो हिसाबले गर्दा अब सुभाषले राम्रो बोलिङ फालिरहेको डुम्रे अब त्यही हिसाबको ब्याटिङ गरिरहेछ जुन हामीलाई अब चाहिरहेको थियो रन रेट बनाउन त्यो इन्टेन्ट त्यसको राम्रो थियो सिब्रिन अहिले राम्रो ब्याटिङ गरिरहेछ बोलिङ पनि अपराजित राम्रो बोलिङ गरिरहेछ त्यो आज त्यो जुन अन्डर 19 खेलेर आयो जुन केटाहरूलाई एक्सपिरियन्स गेन आएर जुन कन्फिडेन्स देखाइरहेको टिमलाई त्यसले गर्दा पनि टिमलाई हेल्पफुल भएको हो र त्यसले गर्दा पनि रिजल्ट हाम्रो साइडमा आउन अलि राम्रो इजी भयो। जस्तो अर्जुनकै कुरा गरौँ होइन तपाईँहरूले 14-15 वर्ष हुँदा नै सिनियर टिममा खेलाउनु भयो त्यो ग्रुम गराउनु भयो होइन अब अहिले आएर हेर्दाखेरि चाहिँ अर्जुनको विकेट लिनलाई नै कति भनौँ डिपार्टमेन्टल साइडलाई गाह्रो भइरहेछ अर्जुनको ग्रोथ चाहिँ एज अ क्याप्टेन अब एज अ सिनियर प्लेयर चाहिँ कसरी देख्नु भएको छ। हजुर जुन हिसाबले अर्जुन खेल्थ्यो अब त्यो सानोबाट अब जुन अब अझ 15 सालमा भन्दा पनि उ त अब सुरुमा अन्डर 16 खेल्न आएको थियो नेपालमा सुरुमा त्यो हिसाबमा गर्दा पनि त्यतिबेलादेखि नै अर्जुनलाई आउट गर्न गाह्रो हुन्थ्यो अन्डर 16 लेभलमा पनि उसले अब परदेशबाट खेल्दाखेरि पनि त्यो बेलामा पनि सानो उमेरमा पनि हत्तपत्त विकेट दिएको थिएन मेन भनेको त्यसको प्यासेन्स राम्रो छ त्यो गलत सर्ट खेल्दैन चाहिएको त्यो रस गर्दैन अनि आत्तिदैन जुन हिसाबले त्यो खेल्छ अब राम्रो लाग्छ त्योसँग त अब म अब जिल्ला पनि एउटै जिल्लाबाट खेल्छौँ लास्ट टाइम एनपिएल पनि सँगै टिममा थियौँ अहिले अब लास्टचोटि पनि हाम्रो लागि प्लस टिमको लागि स्कोर गर्यो अहिले पनि स्कोर गर्यो एकदम खुसी लाग्छ त्यसलाई हेर्दा जुन हिसाबले त्यसले आफूलाई पनि एज अ प्लेयर आफूलाई ग्रो गरायो र त्यो ग्रो भएको हेर्दा पनि एकदमै त्यसको एचिभमेन्ट देखेर लास्टै खुसी लाग्छ। सो तपाईँ आफै पनि अर्जुनसँग नेपालीबाट खेलिसक्नु भएको छैन अब चाहिँ गण्डकीको जुन हिसाबको प्रदर्शन छ नेपाली हुँदै सिनियर टिमको ढोका पनि धेरै चर्चाहरू भइरहेछ त्यो एउटा प्रदेश टिम जो चाहिँ एकदम स्ट्रगल गरिरहेको थियो अहिले चाहिँ तपाईँ नेपाल टिमकै कुरा हुँदा चाहिँ गण्डकी प्रदेशको क्याप्टेनलाई चाहिँ कस्तो फिल भइरहेछ। हजुर एक्चुअली थियो अब हाम्रो टिमबाट लास्टचोटि अब हाम्रो एज अ गण्डकी प्रदेश भनौँ पोखराबाट नेपाल टिम खेलेको प्लेयर भनेको करण दाइ मात्र हुनुहुन्थ्यो त्यो बेलामा अब हामी दाइलाई हेर्थ्यौँ स्पेसल्ली अझ मैले अब त्यो दाइलाई नै हेरेर भनौँ अब एउटा कोभिडको फेज थियो त्यो फेजमा दाइ पोखरै बस्दाखेरि अब म दाइसँग धेरै प्र्याक्टिस गरेँ त्यही भएर दाइलाई हेरेर पनि अब दाइ जस्तो बन्नुपर्छ दाइको आफूलाई कसरी दाइले क्यारी गर्नु हुन्थ्यो आफूलाई पनि अनि त्यो फेजबाट अब त्यहाँबाट हेर्दै सिक्दै आउँदाखेरि आज अब आफै अर्जुन कुमार अब जुन हिसाबले नेसनल टिम अब नेपाली भनौँ त्यो सेटअपमा आउँदाखेरि त्यो सेटअपको लागि हामी अब क्यापेबल छौँ भन्दाखेरि
आफूलाई पनि खुसी लाग्छ प्लस अब त्यो एउटा गण्डकी प्रदेशको पनि एचिभमेन्ट हो जुन प्रदेशले अब प्लेयरमाथि लगानी गरिरहेको छ। अब यो पालि त अब प्रदेशले हाम्रो लागि स्पोन्सर खोज्नु भएको थियो, उहाँ स्पोन्सरहरूले पनि अब त्यो हामीलाई सहयोग गर्नुभयो। त्यो हिसाबले गर्दाखेरि पनि अब त्यो राम्रो भइरहेछ। अब स्पोन्सर आइरहेछ प्रदेशलाई स्पोन्सर आउनु भनेको अब एज अ प्लेयर हामी सबैलाई राम्रो पनि हो। अनि त्यही यस्तै स्पोन्सर आइराख्यो भने अब यसरी नै गरिराख्यौँ भने अब हामी पनि त्यो लेभलमा अब आफूलाई उभाउन सक्यौँ भने अझ बढी हामीलाई स्पोन्सर आउँछ र हाम्रो अरू प्लेयरहरू जो अब खेलिरहेछ 16, 19 वुमेन्सहरू हुनुहुन्छ उहाँहरूलाई अझ सजिलो हुन्छ अनि अझ प्रदेशले उहाँहरूलाई स्यालेरी दिन सक्छ नि त। त्यो हिसाबले गर्दाखेरि पनि सबैतिरबाट सस्टेबल हुनसक्छ भन्ने चाहिँ लागिरहेको छ र त्यो जुन अब हाम्रो नाम आइरहेको छ त्यसले गर्दाखेरि पनि अझ खुसी छु। अब अन्त्यमा चाहिँ जय ट्रफी खेल्ने नखेल्ने त तपाईँहरूको हातमा छैन होइन, अब अर्को रिजल्टमा कुर्नु पर्छ। तर यो क्याम्पेनलाई ओभरअल हेर्दाखेरि चाहिँ तपाईँहरू अहिले विभागसँग कम्पिटिसनमा हुन्छ, इक्वल पोइन्ट्समा हुनुहुन्छ होइन, ओभरअल चाहिँ कसरी समाप्त गर्नुहुन्छ? हजुर मेन अब हामी चाहिँ काठमाडौँमा जुन हामी फर्स्ट स्टार्ट गऱ्यौँ, स्टार्ट चाहिँ हामी टुर्नामेन्ट सोचे अनुसार गरेको थिएनौँ। त्यसपछि अब हामी जुन अब विभागलाई अब पिएफलाई हरायौँ, त्यसपछि चाहिँ हामी त्यहाँबाट त्यो कन्फिडेन्स गेन गरेर हामी वीरगञ्ज आयौँ। वीरगञ्ज आउँदाखेरि पनि हामी सुदूरपश्चिमसँग त्यो लेभलको हामी माथि आइसकेको थियौँ। स्लाइटली सानो मिस्टेकहरूले गर्दा हामी त्यो गेम गुमाउन पुग्यौँ। जुन ओभरअल हामी जुन क्रिकेट खेल्यौँ एकदमै राम्रो खेल्यौँ, अप्स एन्ड डाउन थियो तर हामी अझै जुन हिसाबले खेलिरहेको थियौँ पछि हामी वीरगञ्ज जुन हिसाबले हामी एउटा टिम भएर खेलिरहेको थियौँ त्यो टिम चाहिँ हामी अझै 4-5 सम्म चान्सेस थियो। त्यही आफ्नो 1-2 म्याचेसहरूले अब बिचमा एउटा मध्यसँगको म्याचमा पानीले पनि स्लाइटली हाम्रो ब्याकफुटतर्फ गयौँ हामी। नत्र भने जुन हिसाबले हामी क्रिकेट खेल्यौँ, जुन हिसाबले सबैले पर्फर्म गर्यो एकदम राम्रो थियो। र अब यहाँबाट यही छ कि अब यहाँबाट जुन हिसाबले हामीले अचिभ गरेको छौँ योभन्दा अझै बढी अर्को आउने वर्ष अझै बढी अचिभ गर्ने र त्यसको लागि हार्ड वर्क गर्नु छ। Extreme Energy Drink.